इन्डिगोको उडान रद्द भएपछि यात्रुहरूद्वारा बागडोगरा विमानस्थलमा हंगामा। इन्डिगो एयरलाइन्सको चेन्नई जाने उडान रद्द भएपछि बागडोगरा विमानस्थलमा यात्रुहरूले चर्को विरोध र हंगामा गरेका छन्। बागडोगरा विमानस्थलमा बेंगलुरु जाने इन्डिगोको उडान लगातार दोस्रो दिन पनि रद्द भएपछि यात्रुहरूले गहिरो रोष व्यक्त गरेका छन्, जसले गर्दा उनीहरूले ठूलो असुविधा भोग्नु परेको छ। बुधबार दिउँसो 12:30 मा उडान भर्ने समय तोकिएको भए पनि बोर्डिङ प्रक्रिया पूरा भइसकेपछि अचानक उडान रद्द गरियो। उडान रद्द भएपछि एयरलाइनले यात्रुहरूलाई बिहीबारका लागि नयाँ टिकट जारी गरेको थियो। तर बिहीबार बिहान यात्रुहरू फेरि विमानस्थल पुग्दा उनीहरूलाई पुनः उडान रद्द भएको जानकारी दिइयो। समाचारहरूका अनुसार बागडोगरामा मात्र नभई दिल्ली, बेंगलुरु, कोलकाता र हैदराबाद सहित धेरै प्रमुख भारतीय शहरहरूमा इन्डिगोका उडानहरू रद्द भएको खबर छ। इन्डिगोका प्रवक्ताले एक औपचारिक बयान जारी गर्दै प्रमुख विमानस्थलहरूमा सञ्चालनमा आएको गम्भीर अवरोधलाई स्वीकार गरेका छन्। एयरलाइनले पछिल्ला 2 दिनमा विभिन्न कारणले आफ्नो नेटवर्कमा गम्भीर परिचालन सम्बन्धी अनियमितताहरू देखिएको बताएको छ। एयरलाइनले अब डिसेम्बर 6 को नयाँ यात्रा मिति वा टिकट फिर्ताको विकल्प दिइरहेको छ। यात्रुहरूले भने टिकट फिर्ताको नाममा भारी क्यान्सेलेसन चार्ज काटिएको आरोप लगाएका छन्। धेरै यात्रुहरूले आफूहरूमध्ये कोही तत्काल चिकित्सा उपचारका लागि बेंगलुरु जान लागेको र अरूलाई जागिरेका लागि महत्त्वपूर्ण अन्तर्वार्ता दिनुपर्ने अवस्था रहेको बताएका छन्। यात्रुहरूले बारम्बार उडान रद्द हुनुले उनीहरूलाई गम्भीर कठिनाई र आर्थिक नोक्सानी भएको बताएका छन्। उनीहरूले विमानस्थलका अधिकारीहरूले बारम्बारको उडान रद्दको कुनै स्पष्टीकरण दिन नसकेको पनि आरोप लगाएका छन्।